यति राम्रो घर हेर्नुस् न घर धनीले आफै बस्नको लागि बनाउनु भयो रहेछ। अब पारिवारिक समस्याले गर्दा इमर्जेन्सी बिक्रीमा राख्नु भएको छ है। टाढा होइन ललितपुरको ग्वारखु चौकभन्दा अलिकति अगाडिपट्टि साना गाउँ भाट बोटनीको जस्ट अगाडिपट्टि भन्दा पनि हुन्छ भण्डारी गाउँभित्र रहेको यति राम्रो चिटिक्कको 3 आना 2 पैसा 2 दाम क्षेत्रफलमा बनेको 3 ताले ब्रान्ड न्यू घर। अब आउनुस् घर हेरौँ है। तपाईहरुलाई घरको बारेमा जस्ताको तस्तै सम्पूर्ण जानकारी दिन्छु है त। अब यो घरको अगाडिको मेन फेस रह्यो भने यो गेट हेर्न सक्नुहुन्छ स्लाइडिङ वाला गेट रहेको छ। यहाँनिर मजाले गाडी पार्किङ गर्न सक्नुहुनेछ है त। तपाईहरुलाई भित्रको भाग एकैछिनमा देखाउने छु, त्यो भन्दा पहिला बाहिरको भाग देखाउन चाहन्छु। यो बाटो रह्यो हेर्न सक्नुहुन्छ सबै नयाँ बस्ती बसेको छ है। नयाँ समाज नयाँ बस्ती बसेको ठाउँमा तीव्र गतिमा विकास हुन्छ तपाईहरुलाई थाहा छँदैछ हैन। अब यहाँदेखि हेर्न सक्नुहुन्छ यो यतापट्टिको साइड रह्यो भने यहाँदेखि तलदेखि माथिसम्म आहा नि हेर्नुस् न यति राम्रो घर रहेको छ। अगाडिपट्टि पर्सनल बाल्कनी रहेको छ। डिजाइनहरु एकदमै राम्रो निकाल्नु भएको छ है। तपाईहरुले आफै आएर पनि हेर्न सक्नुहुन्छ। साइडहरुका घरहरु हेर्न सक्नुहुन्छ हैन। अगाडिको यो फेसको डिजाइन एकदमै राम्रो निकाल्नु भएको छ आफै बस्नको लागि। तलदेखि माथिसम्म तपाईहरुलाई अगाडिको भागदेखि देखाउँदै छु है त। अब तपाईहरुलाई यता साइडको भाग पनि देखाउन चाहन्छु हैन। तपाईहरुलाई चारैतिरको दृश्यहरु देखाउने छु। यसैगरी तपाईहरुले यो साइडदेखि हेर्न सक्नुहुन्छ हैन। यो अगाडिसम्म ठुलो बाटो रहेको छ है। लगभग 3 किता अगाडि पिच बाटो ठुलो बाटो रहेको छ। अब त्यहाँबाट 2-3 किता भित्र मात्रै पिच हुन बाँकी रहेको छ। जस्ताको तस्तै तपाईहरुलाई देखाउँदै छु भने अब यहाँदेखि हेर्न सक्नुहुन्छ है त। यहाँदेखि यो साइडको दृश्य हेर्न सक्नुहुन्छ। यो साइडमा पनि पर्सनल बाल्कनी रहेको छ। तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ एकदमै सुन्दर रहेको छ भने अगाडिपट्टि यो सानो गेट रहेको छ। उतापट्टि ठुलो गेट रह्यो गाडीको लागि भने बाइकको लागि मान्छेको लागि सानो गेट रहेको छ। दुई साइड गेट देखिहाल्नु भयो तपाईहरुले। अब आउनुस् तपाईहरुलाई भित्रतिरको दृश्य देखाउने छु जस्ताको तस्तै के कस्तो छ हेरौँ है त। अब यहाँनिर यो स्लाइडिङ वाला गेट रह्यो भने यस्तो खाले हेर्न सक्नुहुन्छ। माथितिरको दृश्य यस्तो खाले रहेको छ। अब यहाँबाट भित्र प्रवेश गर्दा बित्तिकै यहाँनिर एउटा मजाको ठुलो गाडी पार्किङ गर्न मिल्ने स्पेस रहेको छ हेर्न सक्नुहुन्छ भने माथिको दृश्य यस्तो रहेको छ। र यो साइडमा पनि ओपन स्पेस बाइक मजाले पार्किङ गर्न सक्नुहुन्छ। गार्डन बनाउँछु भन्दा पनि मिल्ने स्पेस रहेको छ यो साइडमा भने। यसैगरी यो साइडमा पनि तपाईहरुले खुल्ला स्पेस पाउनुहुन्छ है त। यहाँनिर पनि हेर्न सक्नुहुन्छ खुल्ला स्पेस रहेको छ। बोरिङ इनारको पानी पनि रहेको छ है। अब तपाईहरुलाई भित्रतिरको दृश्य पनि देखाउन चाहन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ यो ढोका है त हेर्न सक्नुहुन्छ एकदमै राम्रो क्वालिटीको आफै बस्नको लागि लगाउनु भएको ढोका हो हेर्न सक्नुहुन्छ। यो घर नै देखिहाल्नु भयो तपाईहरुले। तलदेखि माथिसम्म बाहिर भागको दृश्य देखाइसकेको छु भने यो ढोका हेर्न सक्नुहुन्छ एकदमै राम्रो क्वालिटीको युज गर्नु भएको छ है त। यस्तो खाले रहेको छ यो ढोका। अब यो ढोकाको दृश्य हेरिसक्नु भयो भने अब तपाईहरुलाई भित्रतिरको दृश्य देखाउन चाहे। यहाँनिर ओपन स्पेस पाउनुहुन्छ भने यहाँनिर स्टोर रुम रहेको छ। यसैगरी अब यो साइडमा है त यहाँनिर तपाईहरुले एकदमै ओपन स्पेस पाउनुहुन्छ। यो किचन रुम भयो हेर्न सक्नुहुन्छ। चिटिक्कको यो मोडुलर सेमी मोडुलर किचन रुम यो साइडमा भयो भने यहाँनिर एकदमै ठुलो साइजको स्पेस पाउनुहुन्छ तपाईहरुले। लिभिङ रुम उतापट्टि डाइनिङ सेटअप किचन र यतापट्टि लिभिङ रुम बनाउन सक्नुहुन्छ। मजाले अट्छ है त। सानो 2वटा रुम बराबरको एउटै रुमको स्पेस पाउनुहुन्छ भने यो साइडमा एउटा बेडरुम रहेको छ मिडियम साइजको। यो साइडमा झ्याल रहेको हुँदा यो पनि एकदमै उज्यालो रहेको छ हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै तपाईहरुलाई देखाइसकेको छु भने यसैगरी यहाँनिर हेर्न सक्नुहुन्छ यो अर्को बेडरुम रहेको छ है। यस्तो खाले यसमा 2 साइड झ्याल लागेको हुँदा यो अझ उज्यालो रहेको थियो। र यसैगरी अब यहाँनिर पाउन सक्नुहुन्छ तपाईहरुले कमन टोयलेट बाथरुम है त। यो कमन टोयलेट बाथरुम रहेको छ। तपाईहरुलाई यो पनि जस्ताको तस्तै देखाइसकेको छु है त। तपाईहरुलाई यहाँनिरका 2वटा बेडरुम र किचन र ओपन स्पेसको दृश्य देखाइसकेको छु भने अब सिधै माथिल्लो तालामा लगेर जानेछु। यहाँनिर हेर्न सक्नुहुन्छ यो सिडी रह्यो है। साइडमा यो अग्राको काठको राम्रो खाले रेलिङ युज गर्नु भएको छ। तपाईहरुलाई जस्ताको तस्तै देखाउँदै छु भने यो सिडी पनि एकदमै ठुलो साइजको र उज्यालो रहेको छ है त हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ उज्यालो रहेको छ। यो साइडबाट ठ्याक्क उज्यालो आएको छ भने तपाईहरुलाई जस्ताको तस्तै देखाउँछु। तलपट्टि राम्रो खाले ग्रानाइट टाइल युज गर्नु भएको छ भने अब यसैगरी यहाँनिर तपाईहरुलाई माथिल्लो तालामा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै पाउन सक्नुहुन्छ तपाईहरुले एकदमै यो ठुलो साइजको लिभिङ रुम पाउन सक्नुहुन्छ। सानो सानो 2वटा रुम बराबरको स्पेस रहेको छ। एकदमै ठुलो साइजको यो लिभिङ रुम है त। यसैगरी तपाईहरुले पाउन सक्नुहुन्छ यो साइडमा एउटा बेडरुम रहेको छ। जस्ताको तस्तै देखाउन चाहे यो चाहिँ अट्याच बेडरुम रहेको छ है त हेर्न सक्नुहुन्छ। यहाँनिर टोयलेट बाथरुम रहेको छ। अट्याच बेडरुम रहेको छ हेर्न सक्नुहुन्छ। एकदमै उज्यालो ठुलो साइजको रहेको छ भने मैले प्रत्येक बेडरुममा बाल्कनी छ भनेको थिएँ तपाईहरुलाई। बाहिरबाट दृश्य पनि देखाउँछु। यहाँ बाल्कनी रहेको छ हेर्न सक्नुहुन्छ।
यो बाल्कनीको डिजाइन पनि एकदमै राम्रो युनिक गर्नुभएको छ है त। यो बाल्कनीको दृश्य भयो। यहाँदेखि वरिपरिको भ्यू हेर्न सक्नुहुन्छ। सबै नयाँ घरहरू नयाँ बस्तीहरू बसिसकेको छ है। झ्यालढोकाहरू काठकै युज गर्नुभएको छ। तपाईँलाई तलदेखि माथिसम्म देखाउँदैछु भने यो रुम भयो हेर्न सक्नुहुन्छ। बेडरुम अट्याच बेडरुमको दृश्य तपाईँलाई देखाइसकेको छु। र यसै गरी आउनुहोस् अब तपाईँलाई यतापट्टि अर्को बेडरुम रहेको छ। यो पनि देखाउन चाहन्छु तपाईँलाई। यो यस्तो खाले रहेको छ हेर्न सक्नुहुन्छ। यो बेडरुम रह्यो अर्को बीचको भाग भने माथिपट्टि फल सिलिङको डेकोरेसन हेर्न सक्नुहुन्छ। यो साइडमा झ्याल रहेको छ। र यसै गरी तपाईँलाई यतापट्टि अर्को बेडरुम रहेको छ है। यो पनि अट्याच बेडरुम रहेको छ। यो पनि तपाईँलाई देखाउन चाहन्छु हैन। हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ है त। ल यो बेडरुम रहेको छ यस्तो खाले। यसमा पनि पर्सनल बाल्कनी रहेको छ है। अगाडिपट्टि हेर्न सक्नुहुन्छ पर्सनल बाल्कनी रहेको छ। अब यहाँदेखि पनि हेर्न सक्नुहुन्छ तपाईँले वरिपरिको भ्यू यस्तो खाले रहेको छ है त। चारैतिरको भ्यू देखाउन चाहे यहाँदेखि तपाईँले यहाँ बसेर टक्क हेर्न सक्नुहुन्छ। त्यहाँ अगाडि लगभग 2-3 वटा घर अगाडि पिच बाटो ठुलो बाटो रहेको छ है। ठुलो बाटोदेखि 2-3 किताभित्र 13 फुटे बाटोमा टच रहेको चिटिक्कको घरको भिडियो तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है त। तपाईँलाई यहाँनिरको यो लिभिङ रुम र 3वटा यो बेडरुमको दृश्य देखाइसकेको छु भने यहाँनिर यो कमन टोयलेट बाथरुम रहेको छ। यो पनि हेरिसक्नुभयो होला। अब तपाईँलाई सिधै म माथिल्लो तलामा लगेर जानेछु है। माथिल्लो तलामा गएर जस्ताको तस्तै वरिपरिको दृश्य देखाउने छु। यहाँदेखि हेर्न सक्नुहुन्छ यो सिडी रह्यो भने साइडको रेलिङ हेर्न सक्नुहुन्छ। काठको एकदमै राम्रो तरिकाको लगाउनु भएको छ भने सिडीमा पनि तलपट्टि हेर्न सक्नुहुन्छ राम्रो खाले ग्रानाइट टाइल युज गर्नुभएको छ है त। अब यसै गरी तपाईँलाई सिधै म माथिल्लो तलामा लगेर जाँदैछु। यहाँ सूर्यको प्रकाश आइसकेको छ। भित्रै हेर्न सक्नुहुन्छ झ्यालदेखि त्यो हुँदा एकदमै उज्यालो रहेको छ। अब तपाईँले यहाँनिर म टप फ्लोरमा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै सिधै प्रवेश गर्दा बित्तिकै यहाँनिर ओपन है त। ओपन हेर्न सक्नुहुन्छ। यो किचन ओपन रहेको छ। जस्ताको तस्तै देखाउँदैछु है। यो किचनको भाग रह्यो हेर्न सक्नुहुन्छ। यहाँदेखि किचनको भाग हेरिहाल्नु भयो भने माथिपट्टि फल सिलिङ र यहाँनिर तपाईँले डाइनिङ सेटअप बनाउन सक्नुहुनेछ। त्यो किचन भइसकेपछि यहाँनिर डाइनिङ सेटअप हेर्न सक्नुहुन्छ। डेकोरेसन एकदमै राम्रो रहेको छ। तपाईँहरू लाउरेहरू हुनुहुन्छ भने पनि यो घर तपाईँहरूकै लागि है त। ट्याक्क सजावट गराएर राख्न सक्नुहुनेछ सामानहरू भने। यहाँनिर डाइनिङ सेटअप माथिपट्टि फल सिलिङको दृश्य हेर्न सक्नुहुन्छ भने यहाँनिर यो लिभिङ ओपन स्पेस बनाउन सक्नुहुनेछ है त। ल यो लिभिङको स्पेस भयो। यति धेरै खुल्ला रहेको छ। लगभग यो 3वटा रुम बराबरको स्पेस ओपन राख्नु भएको छ है। तपाईँले हेर्न सक्नुहुन्छ डिजाइन यो साइडबाट पनि हैन। अगाडिपट्टि झ्याल रहेको हुँदा एकदमै उज्यालो रहेको छ। तपाईँले यो किचन डाइनिङ लिभिङ सेटअपको दृश्य देखाइसकेको छु भने यो साइडमा अर्को बेडरुम पाउन सक्नुहुनेछ है त। अब यसमा पनि एउटा अट्याच बेडरुम रहेको छ हेर्न सक्नुहुन्छ। यहाँनिर टोयलेट बाथरुम रहेको छ। जस्ताको तस्तै देखाउँदैछु तपाईँहरूलाई। यस्तो खाले रहेको छ। ल हेर्नुहोस् यो टोयलेट बाथरुमको दृश्य भयो भने एकदमै उज्यालो रुम रहेको छ। किनकि यो साइडमा झ्याल रहेको छ भने पर्सनल बाल्कनी पनि रहेको छ है यो रुममा पनि। त्यो पनि तपाईँहरूलाई जस्ताको तस्तै देखाउँदैछु हेर्न सक्नुहुन्छ। यहाँ पर्सनल बाल्कनी यो बेडरुमको है त। ल हेर्नुहोस् यस्तो खाले बाल्कनी रहेको छ। अब यहाँदेखि वरिपरिको भ्यू यसरी हेर्न सक्नुहुनेछ आनन्दले फ्रेस हावा खाँदै है त। अब यहाँदेखि हेर्नुहुन्छ भने यो झ्याल ढोकाहरू पुरै काठको युज गर्नुभएको छ भने यो साइडमा देखिहाल्नु भयो टोयलेट बाथरुम रह्यो। माथिपट्टि फल सिलिङको दृश्य। अब यो साइडमा टक्क अगाडि जानुहुन्छ भने यो किचन रुम भयो है त। तपाईँले यहाँनिरको यो रुमको दृश्य हेरिसक्नुभयो। र यसै गरी तपाईँले पाउन सक्नुहुन्छ यहाँनिर यो अर्को बेडरुम रहेको छ है। यो पनि एकदमै ठुलो साइजको रहेको छ। दुई साइड झ्याल रहेको हुँदा उज्यालो रहेको छ। तपाईँलाई एउटा फाइदा भनेको यो घरको प्रत्येक बेडरुममा पर्सनल बाल्कनी रहेको छ है त। हेर्न सक्नुहुन्छ यस्तो खाले बाल्कनी यो ठुलो साइजको रहेको छ भने अब यहाँदेखि पनि वरिपरिको भ्यू मजाले हेर्न सक्नुहुनेछ है त। यस्तो खाले भ्यू तपाईँहरूलाई देखाइसकेको छु। अब यसै गरी सिधै म तपाईँहरूलाई माथिल्लो तलामा लगेर बाहिरी भागको दृश्य देखाउने छु के कस्तो छ हेरौँ है त माथिल्लो तलामा गएर। त्योभन्दा पहिला यहाँनिर यो कमन टोयलेट बाथरुम छँदैछ हेर्न सक्नुहुन्छ। प्रत्येक फ्ल्याटमा एउटा कमन टोयलेट बाथरुम र 2वटा अट्याच बेडरुम रहेको थियो। त्यो पनि देखाइसकेको छु तपाईँहरूलाई। अब तपाईँहरूलाई यो सिडी रह्यो माथिल्लो छतदेखि वरिपरिको भ्यू देखाउन जाँदैछु। जस्ताको तस्तै हेर्न सक्नुहुनेछ भने सिडी पनि एकदमै राम्रो र उज्यालो रहेको छ। माथिदेखि हेर्न सक्नुहुन्छ तलैसम्म यस्तो खाले रहेको छ है त। आहा नि ल हेर्नुहोस् है यो सिडी तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है त। यो झ्याल रहेको त एकदमै उज्यालो रहेको छ। यहाँनिर तपाईँले सिडीको ठ्याक्कै माथिपट्टि पूजा रुम मन्दिर रुम या स्टोर रुम जुनसुकै बनाउन पनि मिल्ने स्पेस राख्नु भएको छ है। एउटा सानो रुम नै रहेको छ भने यहाँनिर टपमा छतमा तपाईँहरूले कमन टोयलेट बाथरुम त पाइ नै हाल्नुहुन्छ। यस्तो खाले रहेको छ है त। यसै गरी तपाईँहरू यहाँ आउनुहुन्छ भने ओपन स्पेस पाउनुहुन्छ है त।
माथिपट्टि हेर्न सक्नुहुन्छ सनरुफ भएको ट्याक्कै यहाँनिर ओपन स्पेस पाइ नै हाल्नुहुन्छ है तपाईँहरूले। यति धेरै खुल्ला स्पेस रहेको छ भने यो साइडमा त अझ धेरै खुल्ला स्पेस रहेको छ। तपाईँहरू धेरै ठुलो फ्यामिली हुनुहुन्छ भने पनि यहाँ बसेर मजाले इन्जोय गर्न सक्नुहुनेछ। एकदमै ठुलो स्पेस पाउनुहुन्छ भने यहाँनिर तलपट्टि राम्रो खाले टाइल पनि युज गरिसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै तपाईँहरूलाई देखाउँदैछु है त। यसै गरी तपाईँहरूले यहाँनिरको ओपन स्पेसको दृश्य हेरिसक्नु भयो भने वरिपरिको पनि दृश्य देखाउन चाहन्छु। यस्तो खाले रहेको छ। अझै तपाईँहरूलाई यो घरको माथि छतमा लगेर वरिपरिको दृश्य देखाउनेछु है त। माथि टपमा लगेर जाँदैछु, त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ भने यो यस्तो खाले गोल भर्याङ रह्यो फलमको, हेर्न सक्नुहुन्छ। जस्ताको तस्तै देखाउँदैछु है। ल हेर्नुहोस्, टक्क म अब माथि छतमा आइपुगेको छु। अब यहाँ आउँदा बित्तिकै हेर्न सक्नुहुन्छ यस्तो खाले तलपट्टि ओपन स्पेस यहाँ राख्नु भएको थियो होइन। यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ, यहाँ पनि मजाले बसेर इन्जोय लिन सक्नुहुनेछ। अब यहाँदेखि तपाईँहरूले वरिपरिको भ्यू हेर्न मजाले सक्नुहुन्छ है त। अब यहाँदेखि हेर्न चाहनुहुन्छ भने यो साइडमा नयाँ नयाँ घरहरू, नयाँ नयाँ बस्तीहरू बसिसकेको छ। चारैतिरको दृश्य हेर्नुहोस्, पुरै यो नयाँ बस्ती है त। पुरानो बस्ती भन्ने एउटा पनि छैन, सबै नयाँ बस्ती बसिसकेको ठाउँमा तीव्र गतिमा विकास हुन्छ। तपाईँलाई थाहा छँदैछ होला भने यो घरदेखि लगभग 2-3 किता अगाडिपट्टि ठुलो पिच बाटो रहेको छ है। त्यो ठुलो पिच बाटोदेखि धेरै टाढा छैन, लगभग 3वटा घरभित्र होला यो घर है त। अब यहाँ नजिकै साना गाउँ भाडुबाट पनि पाइ नै हाल्नुहुन्छ, धेरै टाढा छैन। जम्मा 400 मिटरको दूरीमा मेन हाइवे बाटो, साना गाउँ भाडुबाट नि स्कुल चोक सबै पाइ नै हाल्नुहुन्छ भने सबैको सुविधा A to Z। ग्वारखु चोक पनि नजिकै भयो, ललितपुरको रिङ रोडदेखि पनि नजिकै भयो है। अब तपाईँलाई यति राम्रो घर तलदेखि माथिसम्म वरिपरिको दृश्य देखाइसकेको छु। के भन्न चाहनुहुन्छ तल कमेन्टमा लेख्नु होला। अब आउनुहोस् यो घरको बारेमा विस्तृत रूपमा तपाईँलाई जानकारी दिनेछु है त। आहा, यति राम्रो घर तलदेखि माथिसम्म वरिपरिको दृश्य, चारैतिरको दृश्य हेरिसक्नुभयो, मन पारिसक्नुभयो, किन लाग्यो होला। अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा ठ्याक्कै ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाको ग्वारखु चोक, ललितपुरको रिङ रोडभन्दा अलिकति अगाडि लुबु लामाटार जाने हाइवे बाटो, साना गाउँ भाटबोटनीको जस्ट अगाडिपट्टि स्कुल चोकको अलिकति अगाडिपट्टि भण्डारी गाउँमा रहेको 3 आना 2 पैसा 2 दाम क्षेत्रफलमा बनेको यो 3 तालाको ब्रान्ड न्यू घर बिक्रीमा रहेको छ है। अब ठुलो बाटोदेखि जम्मा 2-3 किता भित्री भागमा रहेको 13 फुटे बाटोमा रहेको दक्षिण फर्केको यो घरमा तलपट्टि 2 साइड नै ओपन स्पेस पाउनुहुन्छ भने ठुलो पार्किङ स्पेस रहेको छ। भित्र 3वटा रुम पाउनुहुन्छ है त। त्योभन्दा माथि 4वटा रुमको स्पेस पाउनुहुन्छ भने एउटा अट्याच बेडरुम रहेको छ, कमन टोयलेट बाथरुम भइ नै हाल्यो। ठुलो साइजको लिभिङ रुम पाउनुहुन्छ, त्योभन्दा माथि पनि सेम 4वटा रुमको स्पेस पाइ नै हाल्नुहुन्छ, एउटा अट्याच बेडरुम रहेको छ। माथिपट्टि ओपन स्पेस पाउनुहुन्छ भने त्योभन्दा माथि म छु, तपाईँहरूलाई वरिपरिको दृश्य देखाउँदैछु है त। अब यति राम्रो घर, सबै झ्यालडोकाहरू काठको युज गर्नुभएको छ है। सिडी पनि काठको युज गर्नुभएको छ, रेलिङहरू तपाईँहरूले हेरिसक्नु भएको छ, देखाइ पनि सकेको छु। अब घरधनीलाई इमर्जेन्सी 15 दिनभित्रमा आफै बस्नको लागि बनाउनु भएको रहेछ, तर इमर्जेन्सी पारिवारिक समस्याले गर्दा बिक्रीमा राख्नु भएको छ है। अब आउनुहोस्, हेर्नुहोस्, वरिपरि बुझ्नुहोस् है। यो एरियामा 3 आनामा बनेको घरलाई 3 करोड भन्दा रहेछन् है त। तपाईँले यो 3.5 आना भन्दा पनि बढी जग्गा छ, यस्तो राम्रो घर 3 करोड भन्दा पनि तल हालेर पाउनुहुन्छ है त। 2 करोड 90 लाख मात्रै राख्नु भएको छ। त्यसमा पनि तपाईँले एकदमै छिट्टो टाइममा गर्छु भन्नुहुन्छ भने, काम गर्छु म किन्छु भन्नुहुन्छ भने तपाईँलाई मिलाएर दिँदै हुनुहुन्छ। अब लिन चाहनुहुन्छ ढिला नगर्नुहोस् है त। साइडमा घरको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।